नेपालको इतिहासमा कयौं आन्दोलन भए, तर अहिले जुन कुरा हुँदैछ त्यो सिर्फ राजनीतिमा होइन, देशको आत्मामा खेलिँदैछ। नेपालको राजनीतिमा गोरु ब्याउँछ, भैँसीले अन्डा दिन्छ, कुखुरोले पाडो पाउँछ, छेपारोले जामा लाउँछ, ढाकुतोले इष्टकोट ढल्काउँछ, कैँचीले रुख काट्छ, बन्जरोले कागज काट्छ। रवि लामिछाने एउटा नाम जसले पत्रकारिताबाट नायक बने र राजनीतिको दुनियाँमा जनताको भरोसा, तर आज उही रवि थुनामा छ। आरोप छ सहकारी ठगी, तर प्रश्न उठ्छ यो साँचो न्याय हो कि राजनीतिक प्रतिशोध? देशभरि हस्ताक्षर सङ्कलन अभियान चलिरहेको छ। अनि म पनि हेर्न चाहन्छु कि रविजीले जति मलाई भनेको छ त्यति काम गर्न सक्नुहुन्छ कि हुन्न, म पनि हेर्नु पर्यो नि, किनभने आशा छ नि त उसले गर्छ भनेर। जनताको अनुहारमा एउटै भावना छ, रवि निर्दोष छन् र उनलाई अन्याय गरिएको छ। समाजका प्रतिष्ठित अधिवक्ता, शिक्षकहरू, युवा अगुवा र अब त नेपाली फिल्म उद्योगका ठूला नामहरू पनि यो अभियानमा खुलेर उत्रिएका छन्। यो केवल हस्ताक्षर होइन, यो एक आवाज हो सत्यको पक्षमा, अन्यायको विरुद्धमा। जब देशका चर्चित कलाकारहरू न्यायको माग गर्दै अगाडि आउँछन्, त्यो समाजको चेतना हो जो अब मौन बस्न तयार छैन। माइतीघर मण्डलाबाट सुरु भएको अभियान अब गाउँ गाउँ पुगेको छ, घर घर पुगेको छ। देश बाहिर रहेका नेपालीहरूले समेत अनलाइनमा समर्थन जनाइरहेका छन्। हामीले पनि यसो होटे गर्दा हुँचे हुन्छ भनेर होइन, राम्रो मान्छे थिए, धुने के गर्नु बाबु, ऊ पनि त्यस्तै थिए। यो गरी खाँदैन, यो ओली बाँचुन्जेली केही गर्दैन, ओली त्यहाँ पस्ुन्जेली, ओली र देवा निस्केपछि राम्रो होला, नत्र राम्रो हुँदैन बाबु। यस अभियानमा कलाकार, व्यवसायी, बुद्धिजीवी मात्र होइन, सत्तारूढ दलका केही नेताहरू पनि हस्ताक्षर गर्दैछन्। सुपरस्टार रमेश सुप्रेती र बहुप्रशंसित कलाकार विपिन कार्की, जसले कहिल्यै खुला रूपमा राजनीतिक अभिव्यक्ति दिएका थिएनन्, आज उनीहरू पनि रविको पक्षमा हस्ताक्षर गर्न रासोपाको केन्द्रीय कार्यालयमा पुगे। बर्दियाबाट माओवादी केन्द्रका गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठी, सुपरस्टार कलाकार रमेश सुप्रेती र विपिन कार्की, यी सबैले एउटै कुरा भनेका छन्, रविजीमाथि न्याय होस्, अन्याय होइन। तर सरकार चुप छ। चुप मात्र होइन, छानबिनका नाममा पुरानै शैलीको कर्मकाण्डी समिति बनाइरहेको छ र त्यो समितिको नेतृत्व गर्छन् एकजना पूर्व मुख्य सचिव, जसले विगतमा विदेशी लुट, टेलिकम घोटाला र सत्ता समीकरणको केन्द्र बनेका थिए। के हामी यस्ता व्यक्तिमा विश्वास गर्न सक्छौं? राष्ट्रिय स्वतन्त्र पार्टीले स्पष्ट भनेको छ, हामी निष्पक्ष, न्यायिक र संसदीय छानबिनको माग गर्छौं। डाक्टर स्वर्णिम वाग्ले, सांसद सुविता गौतम, सचिव सन्तोष परियार, ती सबैको आवाज एउटै छ, हामी डराएका छैनौं, झुकेका छैनौं। रवि लामिछानेको कारागारबाट आएको सन्देश नेपाली जनताको मन छुन सफल भएको छ। उहाँले लेख्नु भएको थियो, मैले गलत गरेको छैन, राजनीतिक प्रतिशोधको नाममा मेरो आवाज दबाउन खोजिँदैछ। आज संसदमा विरोध छ, सांसदहरूले कारबाही बहिष्कार गरेका छन्, तर सत्तापक्ष टुलुट्ट हेरिरहेको छ। नैतिकताको अन्त्य भएको छ। गृह मन्त्रालयका अधिकारीहरू, सहसचिव, सचिव, आलागमन विभागका प्रमुखहरूमाथि गम्भीर मानव तस्करी, लुट, सम्पत्ति शुद्धिकरणको आरोप छ, तर छानबिन गर्नेहरू उही पात्र हुन् जुन प्रणाली आफै असफल छ। यही कारण राष्ट्रिय स्वतन्त्र पार्टीले भनेको छ, अब हामी यो झुटा प्रणाली स्वीकार गर्दैनौं। सक्ने उत्कृष्ट नीति जहाँ चाहिँ समाज सेवा नै पहिलो कुरा आउँछ, इमानदारीता आउँछ हैन। राजनीतिमा दक्ष हुनु भनेको जनताले बुझ्नु हो। बुझौं, यो पद्धति बनाउने हो भने यही सभामा छ नि हैन, सदनबाटै सडकबाटै यो एउटा अमुक मान्छेलाई भिसा चाहियो भनेर पुतला जलाउँदै आमसभा गरेको यही ठाउँबाटको एमपीजहरूले हैन,
यदि हामीले आचरणको कुरा गर्छौँ भने ल गरौँ, सबैजनाको आचरण हेरौँ, सबैजनाको लेटर प्याडबाट के निस्किया छ हेरौँ र साँच्चै पद्धति बनाऊ। इज दिस रियली एन इम्पिचेबल अफेन्स? यो मुद्दा केवल रविको मात्र होइन, यो मुद्दा न्यायको हो, यो मुद्दा सत्ताको दुरुपयोगको हो, यो मुद्दा छ जनताको विश्वास विरुद्ध गरिएको प्रहारको। FATF को ग्रे लिस्टमा नेपाल पुग्न थालेको छ। अमेरिकी ट्राफिकिङ रिपोर्टमा नेपालको साख गिरेको छ। विदेशबाट प्रतिबन्धका चेतावनी आउन थालेका छन् र यस्तो बेला हामी आफ्नै देशमा सत्य बोल्ने मान्छेलाई थुन्छौं। यसो हुँदा पनि हामी चुप लाग्ने हो भने भोलिको पुस्ताले हामीलाई सोध्नेछ, त्यति बेला तपाईहरू कहाँ थिनु? आज राष्ट्रिय स्वतन्त्र पार्टी आन्दोलनमा छ। रवि लामिछानेको पक्षमा जनलहर उठिरहेको छ। यो कुनै एक पार्टीको आन्दोलन होइन, यो नागरिकको आवाज हो, यो न्याय खोज्नेहरूको आवाज हो। पार्टीका नेता, सांसद, कार्यकर्ताहरूले न्यायिक लडाईँको घोषणा गरेका छन् र उनीहरूले अब सरकारसँग संवाद गर्ने अवस्था नरहेको बताएका छन्। अब सरकारसँग दुई विकल्प छन्, एउटा या त निष्पक्ष छानबिन गर्न न्यायिक आयोग गठन गर, या त देशको जनताले नै स्वयं छानबिन गर्नेछन्। तर जनताहरूले छानबिन गरेको खण्डमा भने कोही एक पनि भ्रष्टाचारी बाँचेर भाग्न पाउने छैनन्। हामी रविको पक्षमा छौं, हामी सत्यको पक्षमा छौं, हामी न्यायको पक्षमा छौं। अब हाम्रो अन्तिम प्रश्न, के तपाईँ पनि आवाज उठाउनुहुन्छ कि चुप लागेर अन्यायलाई स्वीकार गर्नुहुन्छ? भेटौँला अर्को समसामयिक भिडियो र महत्त्वपूर्ण विषय लिएर। तबसम्मको लागि बिदा दिनुहोस्, धन्यवाद। च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया सब्स्क्राइब गर्न नबिर्सिनुहोला। जय नेपाल। साँच्चै नै भिजन भएको मान्छे मैले जहिले पनि भन्ने गर्छु, यो चाहिँ मेरो साथी भनेर होइन, मैले छोडिदिनुहोस्, म रवि लामिछानेलाई पर्सनली चिनेकै छैन, तर उसमा अथाह क्षमता छ। उहाँ चाहिँ मल्टी ट्यालेन्टेड मान्छे, अनि मलाई अहिले किन मैले घन्टीमा विश्वास छ भने उहाँले त मौका पाउनु भएको छैन नि, उहाँलाई पनि एकचोटि ट्राई गर्नु।